एउटा म्याजिक स्क्वायर यो सम सम्बन्धी नै स्क्वायर र क्यूबको सम स्क्वायर क्यूबको सम अब यो 1 अब यो अरु त्यहाँ कमन सेन्स पनि भन्नुभएको छ यहाँ पढ्न तपाईले भनेकै आधारमा म लेखिदिन्छु यहाँ केही छुट्न त भएन स्पिड भेलोसिटी भन्नुभएको छ ठीक छ त्यो नम्बर त छुट्टै पढिहाल्छौँ हामीले के भयो ल अब म यो म्याजिक स्क्वायर यो सम सम्बन्धी स्क्वायरको सम क्यूबको सम अनि कमन सेन्स पनि भन्नुभएको छ अनि स्पिड र ट्रेन त्यो म पढाउँछु अनि तपाईले नबुझे मलाई सोध्नु होला पहिला म्याजिक स्क्वायर के पहिला म्याजिक स्क्वायर यो एकदम पछिल्लो समय त्यो सबैमा सोधे हो यो सोध्न सक्छ यहाँ तपाईलाई म म्याजिक स्क्वायर सम्बन्धी पहिला कन्सेप्ट दिन्छु अनि यो कसरी गर्ने भनेर बुझाउँछु पहिला एक्जाममा कसरी सोध्छ 2075 को नासुमा सोधेको क्वेशन थियो यो अफिसरमा नि नासुमा नि खर्दारमा नि तीनटैमा सोधिसकिसक्यो यो म्याजिक स्क्वायर भनेको यो हो यो बोर्ड टल्क्यो भन्नुभयो पर्छ है अब अहिले देखियो त हेर्नु त ल अब यहाँ हेर्नुहोस् है यो कसरी सोध्छ भन्ने कुरा बुझ्नु पर्यो दिएको म्याजिक स्क्वायर बारे अध्ययन गरी स्क्वायर बारे विचार गर्नुहोस् जुन 3x3 को म्याजिक स्क्वायर छ 3x3 को म्याजिक स्क्वायर बारे विचार गर्नुहोस् अनि u v w x y z को मान कति हुन्छ यहाँ हेर्नुहोस् है यसै एक्जाममा सोध्ने चाहिँ यति हो दिएको 3x3 को म्याजिक स्क्वायर बारे विचार गर्नुहोस् छुटेको w v w x y z को मान कति हुन्छ भनेर एक्जाममा सोध्ने चाहिँ यो तपाईलाई म दुईटा तरिकाले सिकाउँछु तपाईलाई जुन सजिलो लाग्छ त्यही तरिकाले एउटा सम सम्बन्धी ट्रिकबाट एउटा इक्वेजन ट्रिकबाट तपाईलाई जुन सजिलो लाग्छ त्यही तरिकाले गर्नुहोस् यो म्याजिक स्क्वायर भन्ने बित्तिकै तपाईले सधैँभरि ख्याल के गर्नु होला भने यो तीनटा जोड्दा जति आउँछ यो u v र 52 जोड्दा जति आउँछ यो 37 यो 47 37 र w जोड्दा पनि त्यति नै आउँछ यो x y जोड्दा जताडा जोडे पनि यो तीनटा जोड्दा एउटै मान आउँछ ठाडो जोडे पनि एउटै आउँछ छड्के जोडे पनि एउटै आउँछ जता सुकैबाट जोडे पनि रोमा जोडे पनि कोलनमा जोडे पनि यो डायगोनलमा जोडे पनि सबैको सम इक्वल हुन्छ त्यसलाई भन्छ म्याजिक स्क्वायर भनेको यो अब तपाईहरुले यो सम सम्बन्धी ट्रिकमा चाहिँ तपाईले के बुझ्नु पर्यो भने यो तालिका र यो म्याजिक स्क्वायर दुईटैमा आयो यो अप्सनको यो तालिका र यो त अप्सन हो सबै ए बी सी डी त अप्सन हो
अब्जेक्टिभ क्वेसनको एबीसीडी अप्सन हो। ए एउटा अप्सन, बी एउटा अप्सन, सी एउटा, डी एउटा, कुन चाहिँ हुन्छ। अब यहाँ दिएकोमा सम सम्बन्धी ट्रिकमा दिएकोमा यो तालिका र यो तालिकामा सबैभन्दा सानो नम्बर कुन हो? तपाईले यो तालिका हेरेको र यो तालिकामा सबैभन्दा सानो नम्बर कुन हो, सबैभन्दा ठुलो नम्बर? सबैभन्दा सानो नम्बर कुन हो भन्नुस् त? यसमा सबैभन्दा सानो नम्बर कुन हो? यहाँ र यहाँमा सबैभन्दा सानो नम्बर कुन हो? सबैभन्दा सानो नम्बर भने 17। सबैभन्दा सानो नम्बर 17। सबैभन्दा सानो नम्बर 17। सबैभन्दा ठुलो नम्बर 57। सबैभन्दा सानो, सबैभन्दा ठुलो अपन 2 अपन 2। ती सबैभन्दा स्मलेस्ट नम्बर र सबैभन्दा ग्रेटेस्ट नम्बरको एभरेज अपन 2। अनि यो कति इन्टु कतिको म्याजिक स्क्वायर हो? यो म्याजिक स्क्वायर कति इन्टु कतिको हो भन्नुस् त? यो चित्रको म्याजिक स्क्वायर कति इन्टु कतिको? 3 इन्टु 3 को, 3टा रो 3टा कोलन छ, इन्टु 3 ले गुन्नुस्। ल अब कति आयो भन्नुस् त यसमा? यो यसको यसलाई क्याल्कुलेसन गर्दा कति आयो? 57 मा 17 जोड्दा 74, 57 मा 17 जोड्दा 74 अपन 2 इन्टु 3, 2 एकाना 2, 37 दुना 37 दुना 74। अब 37 त्यहाँ 111 आयो। हो 37 त्यहाँ 111 आयो। यो सबै जोड्दा 111 आउनु पर्दो रहेछ। यो यता 1300 जोडे नि 111 आउनु पर्यो, 18 जोडे नि 111 आउनु पर्यो। सबैभन्दा स्मलेस्ट नम्बर, सबैभन्दा ग्रेटेस्ट नम्बर, यहाँ पनि 2 तिर हेर्दाखेरि। अनि 3 इन्टु 3 को म्याजिक स्क्वायर भए 3 ले गुन्नी, 4 इन्टु 4 को म्याजिक स्क्वायर भए 4 ले गुन्नी, 5 इन्टु 5 को म्याजिक स्क्वायर भए 5 ले गुनियो। अब 37 त्यहाँ 111। अब यो जोड्दा पनि 111 आउनु पर्यो यो। त्यसो भए डब्लु को मान कति हुनुपर्छ भन्नुस् त? यो 7 7 14। यो डब्लु को मान कति हुनु पर्यो ल भन्नुस्? 111 आउनु पर्यो। यो 37 मा 7 7 14, 7 ले 21। यो डब्लु को मान 27 हुनु पर्यो। यो गरियो भने बल्ल 111 हुन्छ। डब्लु को मान चाहिँ 27 हुँदो रहेछ। यहाँ डब्लु को मान 27 हुने अप्सन कुन छ? डब्लु को मान 27 हुने अप्सन कुन छ ल भन्नुस् त? कुन चाहिँ अप्सनमा डब्लु को मान 27? ए मा छ कि बी मा छ कि सी मा छ कि डी मा छ? बी छ, आन्सर बी। यो आन्सर। अब यसका मान ल्याएर जोड्नु हो भने सबैमा 111 111 111 आउँछ। तपाईले जतासुकैबाट जोडे पनि 111 आउँछ। जतासुकैबाट जोडे पनि 111 आउँछ। अब दोस्रो तरिका, अब इक्वेसन ट्रिक। यो चाहिँ हाम्रो सम सम्बन्धी ट्रिकबाट हो। अर्को तरिकाले नि म सिकाउँछु। यहाँ डब्लु थियो, यो डब्लु थियो, सबैको सम इक्वल आउँछ भने मैले यो सबैको सम इक्वल आउँछ भन्नुको अर्थ के त? हेर्नुस् है, यो सबैको सम इक्वल आउँछ भन्नुको अर्थ यहाँ हेर्नुस् है। अब सम सम्बन्धी यो इक्वेसनबाट हेर, यो तीनटाको सम जति हुन्छ, यो तीनटाको सम जति हुन्छ, यतापट्टिको तीनटाको सम पनि छड्के पनि सम पनि इक्वल हुन्छ। इक्वेसन ट्रिकमा चाहिँ यो तीनवटाको सम जति हुन्छ, यताको सम पनि त्यति हुन्छ, ठाडोको सम पनि त्यति हुन्छ, इक्वेसन बराबर। अब 47 प्लस यो 37 प्लस डब्लु बराबर
यो तीनटा बराबर यता पनि त्यही तीनटा हुन्छ 52 प्लस 37 प्लस यक्स अब यो अक्षरलाई एकपट्टि अङ्कलाई एकपट्टि यो डब्लु प्लस यक्स यता आउँदा माइनस यक्स यो 52 प्लस 37 प्लस 47 उता जाँदा माइनस 47 प्लस 37 उता जाँदा माइनस 37 यति हो। अब यो 37 र 37 क्यान्सल गर्यो। अब 52 मा 47 गर्दा 5 बाँकी रह्यो डब्लु माइनस यक्स डब्लु ठुलो भएर यक्स सानो भएर 5 अन्तर हुनु पर्यो। डब्लु चाहिँ ठुलो हुनु पर्यो यो त अगाडिको मान ठुलो हुनु पर्यो पछाडिको मान सानो हुनु पर्यो। डब्लु ठुलो यक्स सानो भएर अन्तर यी दुईटाको अन्तर 5 हुनु पर्यो। डब्लु ठुलो यक्स सानो भएर अन्तर 5 यहाँ मात्रै हो आन्सर बी भयो। तपाईहरुलाई दुईटा ट्रिकबाट सिकाएँ मैले आफुलाई जुन सजिलो लाग्छ त्यही तरिकाले गर्नुस्। कुनै कन्फ्युजन भयो सोध्दा हुन्छ। सर यो सुरुको ट्रिक एकचोटी फेरि भनिदिनु न। सर यो इक्वेसन ट्री भन्दा माथिको यो टेबलमा तीन मानहरु कसरी राख्नु भयो मैले बुझिन्न। यो अप्सन उसैले मैले राखे होइन उसैले दियो यो अप्सन लाइन गयो त्यही भएर यो हामीले राखे होइन कि यो उसैको क्वेशन हो कि यो त यो त यो क्वेशन हो यो चाहिँ अप्सन हो ए बी सी डी तपाईको एक्जाममा तपाईले छान्ने भने अप्सन हो। यो क्वेशन उसैले अंक उसैले राख्दिन्छ हामीले राखे होइन। सर यो सुरु हुन्छ भनेर छान्ने हो। यो सुरुकै ट्रिक एकचोटी भन्दिनु न यो सम सम्बन्धी ट्रिक। सबभन्दा सबै भन्नुस् सम सम्बन्ध यो म्याजिक स्क्वायरको सम सम्बन्धी ट्रिक एकदम बुझ्नुपर्छ। यो एकदम इम्पोर्टेन्ट छ। यो पनि यो तरिकाले गरे नि हुन्छ उले दिँदा चाहिँ यो पछि तपाईले बुझ्नुहुन्छ के रहेछ म्याजिक स्क्वायर भनेर। एक्जाममा सोध्दा चाहिँ यसरी सोध्ने भयो। तपाईले सबैभन्दा सानो संख्या कुन भन्नुस् त यहाँ र यहाँ हेर्नुस् यो अप्सनमा नि हुन सक्छ यता पनि हुन सक्छ। सबैभन्दा स्मलेस्ट नम्बर 17 सबैभन्दा ग्रेटेस्ट नम्बर 57 स्मलेस्ट नम्बर 17 ग्रेटेस्ट नम्बर 57 यो दुईटाको एभरेज निकाल्नु। एभरेज निकालेपछि यो दुईटा जोड्दा 74/2 यो 37 37 त्यहाँ 111 यो 111 यो सबै जोड्दा 111 हुनु पर्यो। यो 7 7 14 7 डब्लु को मान 27 आयो। यो डब्लु को मान 27 आएपछि अनि तीनटा जोड्दा 121 हुन्छ। फेरि 111 हुन्छ सबै जोड्दा। अनि यहाँ डब्लु मा 27 भने यो बी मा भन्दा बाहेक छ त। ल अब म यहाँबाट दिन्छु गर्नुहोस् त। नबुझे म सिकाउँछु तर अहिले तपाईले नबुझ्दा हुँदैन। अब यहाँ तपाईलाई दुईटा तरिका सिकाए नबुझ्ने हुन्छ त। अब एउटा म जाँचमै आएको यो अफिसरमा आएको दिन्छु म। यो चाहिँ नासुमा आएको हो अफिसरमा आएको। 2074 साल अफिसरमा आएको गर्नुहोस् है। 2074 अफिसरमा आएको क्वेसन गर्नु। लक्ष्मी पौडेल जी तपाईले सरलाई मेसेज गर्नु न है। बुझ्नु भएन भने सरलाई मेसेज गर्नु। यहाँ हामीलाई मेसेज गरेर केही पनि हुन लागेको छैन। लक्ष्मी पौडेललाई बोलाउनु सर त्यहाँ हजुरले। ल तपाई नबुझे के भन्नु सोधिहाल्नुस्। नबुझे त सोधिहाल्नु। लक्ष्मी पौडेल कोर्सलाई मेसेज गरेर सरसँग जान्नु भएन भने बुझिन भन्न पाइन्छ। क्लास बरु छपिन्छ केही छैन। उहाँले त्यही भन्नुभएछ त्यो जति भने म 50 तरिकाले बुझेछु। मैले एउटा प्र्याक्टिस गर्नुहोस् नआउने हुँदैन अब यो म सिकाइदिन्छु। 3x3 को दिएको म्याजिक स्क्वायर बारे विचार गर्नुहोस्। स्क्वायर बारे विचार गर्नुहोस्। u v w x y z को मान कति हुन्छ? यो तालिका उसैले दिन्छ। तपाईले आफै यो के भर्नुपर्ने होइन। आफै मान भर्ने होइन। त्यहाँ अहिले कुन चाहिँ एउटा बहिनीले सोध्नु भएको थियो ए बी सी डी यहाँ हेर्नुहोस् है उसैले दिन्छ यो। अब तपाईले के गर्ने यो त सबै क्वेसन हो। यो v w x y z
ल कुन चाहिँ हुन्छ ल गर्नुहोस् अब तपाईहरुले गर्नुहोस् तपाईहरुलाई दुईटा तरिकाले सिकाएँ मैले अब म एकचोटि फेरि बुझाइदिउँ अहिले अब अहिले गर्नुभयो ए युवराजले मिलाइसक्नु एनजीके 47 ले मिलाइसक्नु ए वहाँ एनजीके 31 यो सुरेन्द्रले पनि मिलाउनु एकदम राम्रो लोकराजले पनि मिलाउनु सम्झनाले पनि मिलाउनु सरोजले पनि अशोकले पनि अब यहाँ हेर्नुस् है अब तपाईहरुले धेरैले राम्रो गर्नुभयो अरु केही गरिरहनु भएन यहाँ दिएको मध्ये यहाँ हेर्नुस् यहाँ दिएको मध्ये तपाईलाई यो सम मेथडबाट हेर्नुस् है नबुझ्ने भाइले हेर्नुस् है त्यो प्लस इम्पोर्टेन्ट बहिनीले नि हेर्नुस् यहाँ दिएमा सबैभन्दा सानो अङ्क के हो सबैभन्दा सानो अङ्क 39 सबैभन्दा ठुलो अङ्क 47 यहाँ र यहाँ हेर्दाखेरि सबभन्दा सानो 39 देखिन्छ सबभन्दा ठुलो 27 अरु देखिन्छ ओपन 2 यो हामीले खोजेर ल्याउने हो नि यी भगामा हेर इन्टु 3 इन्टु 3 को म्याजिक स्क्वायर भने 3 ले गुन्ने 4 इन्टु 4 को भने 4 ले गुन्ने 5 इन्टु 5 को भने 5 ले गुन्ने यहाँलाई थाहा हुन्छ यो 39 र 47 जोड्दा यो 39 र 47 जोड्दाखेरि हेर्नुस् है 39 र 47 जोड्दाखेरि 84 हुन्छ अपन 2 इन्टु 3 यसलाई 86 हुन्छ यसलाई 43 यो गुणन गर्दा 129 आयो हो यो सबै जोड्दा 129 हुनु पर्यो यतापट्टिको सम पनि 129 हुनु पर्यो यतापट्टि छड्के सम पनि 129 हुनु पर्यो यो ठाडो सम पनि 129 हुनु पर्यो जता जोडे पनि 129 हुनु पर्यो अब यहाँ यो 129 5 3 8 4 र 41 हुनु पर्यो 129 हुनलाई W को मान 41 W को मान त दुईटा 41 आयो अब यो जोड्दा पनि 41 हुनु यो हेरि यो जोड्दा पनि हेरि यो तीनटा जोड्दा पनि हाम्रो के हुनु पर्यो 129 हुनु पर्यो 6 3 9 आइसक्यो भनेपछि यक्स को मान 40 भयो W को मान 41 यक्स को मान 40 हुने भनेको B मा छ यो आन्सर भयो B को अब यहाँ कन्फ्युजन छ भने भन्नुस् यो सम मेथडमा कन्फ्युजन छ कसैलाई त्यो मेसेज गरिदिनुहुन्छ म क्लियर पार्छु त्यो अर्को वाला चाहिँ बुझिन यो त बुझे सर अर्को वाला चाहिँ बुझिन मैले ल अर्को हेर्नुस् अब अर्को चाहिँ तपाईलाई के भनियो भने सबैतिरबाट जोड्दा के हुनु पर्यो बराबर हुनु पर्यो हे यो र यो अहिले रातो गरेको लाइन त सबैतिर जोड्दा एउटै इक्वल सम हुनु पर्यो त्यसो भए तपाईको 43 फेरि यो 45 हेर्नुस् है 45 प्लस यो 45 प्लस 43 प्लस यहाँ W बराबर यो तीनटा पनि बराबर हुनु पर्यो यसको सम 129 यसको सम 129 त बराबर हो नि त यो 46 प्लस यो 43 प्लस यक्स तपाईले दुईटा अंक भएकोलाई लिने कि यहाँ दुईटा अंक छ यहाँ दुईटा अंक छ त्यही भएर यसलाई लिए नि हुन्छ यहाँ दुईटा चाहिँ अक्षर आयो कि अंक भएकोलाई लिने अब W प्लस यक्स यता आउँदा माइनस यक्स अक्षर एकपट्टि अंक एकपट्टि यो 46 प्लस 43 उता माइनस 43 प्लस 45 उता माइनस 45 प्लस 43 उता माइनस 43 यो 43 काटो W माइनस यक्स इक्वल टु 46 मा 45 गर्दा 1 बाँकी
हो डब्लु ठुलो भएर यक्स सानो भएर एक अन्तर हुने कहाँ छ ल हेर्नुहोस् त डब्लु र यक्सको बिचमा एक अन्तर हुने त यहाँ बाहेक छ त डब्लु र यक्सको बिचमा एक अन्तर हुने यहाँ बाहेक त छैन यही मेथडबाट छिटो एन्सर आउँछ क्या बरु हजुर यही मेथडबाट बरु छिटो एन्सर आउँछ आफूलाई जुन सजिलो लाग्छ त्यही गर्नु हो यहाँ हेर्नु न तपाईलाई यो कसरी तपाईले यो बी भन्नुभयो 41 त डब्लुमा पनि छ यहाँ पनि छ तर डब्लुलाई मात्र हेरेर भएन कि यो यक्सको मान पनि यो जोड्दा 139 हुनु पर्यो यो 39 जोड्दा यहाँ हेर्नु त 6 3 9 9 18 को 8 हुन्छ कहाँ चाहिँ 9 हुन्छ त यो तपाईले यक्सको मान 39 राख्ने हो भन्दा 4 6 अनि यो 4 3 अनि यक्सको मान जोड्दा तपाईको 129 आउनु पर्यो 129 आउनु पर्यो अनि यक्सको मान तपाईले यदि 39 राख्नुभयो भन्दा 6 3 9 9 18 को 8 हुन्छ नि कहाँ 9 हुन्छ त्यति नै ल सर क्यामेरा अलिकति मिलिरहेको छैन क्यामेरा हजुर हजुर क्यामेरा कति बेला गइरहेछ सर तपाईको के हो त्यहाँ नबोल्नु त्यहाँ तपाईहरुको बोलेर त डिस्टर्ब भयो आफूलाई जुन सजिलो लाग्छ त्यही गर्छ अब अरु पनि म सिकाउँछु अब यो के रहेछ त तपाईलाई म बनाउन पनि सिकाउँछु यसो ट्रिक बुझेपछि तपाईहरुलाई यो चाहिँ एक्जाममा यसरी सोध्छ तालिका उसरी दिएर यो एकदमै इजी नै हुन्छ के हो त म्याजिक स्क्वायर अब त्यसको बारेमा म कन्सेप्ट दिन्छु तपाईले जस्तो क्वेशन सोधे नि मिलाउनुहुन्छ र तपाईले पहिला सम निकाल्न जाने 1 देखि हेर्नुस् है म तपाईलाई आफैले घरानी बनाउन सिकाइदिन्छु 1 देखि 9 सम्मका 1 देखि 9 सम्मका सबै अङ्कहरु राखेर 1 देखि 9 सम्मका सबै अङ्कहरु राखेर 3 × 3 को 1 देखि 9 सम्मका सबै अङ्क राखेर 3 × 3 को म्याजिक स्क्वायर बनाउँदा 1 देखि 9 सम्मका सबै अङ्क राखेर 3 × 3 को म्याजिक स्क्वायर बनाउँदा रो र कोलनको सम कति हुन्छ अब सम त मैले अहिले तपाईलाई निकाल्न सिकाइसकेको छ यो सम निकाल्न जान्नु नै सबभन्दा ठुलो कुरा यो सम सम्बन्धी चिज त तपाईले एकदमै इम्पोर्टेन्ट हुन्छ जान्नै पर्छ यसो सम कति हुन्छ ल मलाई भन्नु तपाईलाई मैले अहिले ट्रिक सिकाइसकेको छ सम निकाल्न हो यी तपाईले एकदम राम्रो गर्नुभयो 15 हुन्छ नि सबैभन्दा सानो संख्या 1 सबैभन्दा ठुलो संख्या 9 अपन 2 इन्टु 3 × 3 को म्याजिक स्क्वायर गर्नु भने 3 ले गुन्नु 4 × 4 को भने 4 ले गुन्नु 5 × 5 को भने 5 ले गुन्नु यो सबैभन्दा महत्त्वपूर्ण ट्रिक चाहिँ यही हो सबैभन्दा इम्पोर्टेन्ट ट्रिक 9 1 10 अपन 2 इन्टु 3 यो 2 ले 5 लाई 5 पल्ट 5 त्यहाँ 15 हो अब म तपाईलाई बनाउनै सिकाइदिन्छु यो 3 × 3 को म्याजिक स्क्वायर भने त यो हो नि त अनि यसले यो जहाँ चाहिँ यो म्याजिक स्क्वायर उसरी दिन्छ यो म्याजिक स्क्वायर हो 3 × 3 को म्याजिक स्क्वायर यो अब यसलाई म तपाईलाई बनाउन सिकाइदिन्छु तपाईले घरमा जतिसुकै नम्बर राखेर पनि बनाउन सक्नुहुन्छ यो यहाँ थप्नुस् है यो ट्रिक चाहिँ यो उसले बनाउन त दिँदैन मैले तपाईलाई यो आइडिया दिएपछि तपाईले सधैँभरि बुझ्नुहुन्छ भने यो मैले यो जुन रातो बाहिर थपेँ यसरी तपाईले कोठा बनाउनुहोस् कसरी बनाइन्छ त म्याजिक स्क्वायर भन्ने कुरा तपाईलाई मैले तपाईले जहिले पनि मान यहाँ राख्दा देब्रे राख्दा यो हामीलाई 1 देखि का भनेको छ जहिले पनि यो देब्रेको हामीले 1 2 3 यता लेख्छौं यो 1 देखि 9 सम्म भनेपछि छड्केमा राख्ने यहाँ 1 राख्यो यहाँ 2 यहाँ 3 जहिले पनि यसरी राख्ने यहाँ 4 यहाँ 5 यहाँ 6 यसरी राख्ने यहाँ 7 यहाँ 8 यहाँ 9 नम्बर राख्दा 1 देखि 9 सम्मको संख्या राख्ने अब यो बाहिर राखे अङ्कलाई भित्र पठाउनु यो बाहिरको त्यही हारमा त्यही रोको त्यही रोमा कोलनको त्यही कोलनमा रो भए त्यही रोमा कोलन भए त्यही कोलनमा हेर्नुस् है रो भए त्यही रोमा कोलन भए त्यही कोलनमा तर एडजस्टमेन्टमा होइन यो एकलाई त्यही हारमा चाहिँ त्यही हारमा तर सँगै चाहिँ होइन यो बाहिरलाई भित्र लगिहाल्ने होइन कि अर्कोपट्टि चाहिँ यहाँ 1 लाई ल्याउनु पर्यो यो 9 लाई यता ल्याउनु पर्यो यो 7 लाई यी होइन कि त्यही हारमा चाहिँ त्यही हारमा हो अन्त होइन तर अपोजिटमा यो 7 लाई यहाँ यो 3 लाई यहाँ यी बाहिर अङ्कलाई भित्र लग्यो अब यो बाहिरकालाई मेट्दै भयो यो बाहिरकालाई मेट्दै भयो यो त हामीले भित्र लगिसक्यौँ अब सबै जोड्नुहोस् त
सबै 15 का 15 आउन थालिहाल्छ 7 6 13 2 ले 15 9 5 14 1 ले 15 8 यो 4 3 7 8 ले 15 6 1 7 8 ले 15 7 5 12 3 ले 15 9 2 11 4 ले 15 अनि यो छड्के जोडी नि 15 यस्तो छड्के जोडी नि 15 यस्तो छड्के जोडी जताडा सुकेबाट जोडी 15 का 15 आउँछ यसलाई भन्छ म्याजिक स्क्वायर हो अब उसले चाहिँ के गर्छ त भन्दा तालिका चाहिँ यही हो अब जाँच तपाईलाई यति बनाइदिन्छ कि बुझ्नु भएन जाँचमा चाहिँ अब तपाईलाई यही हो तालिका चाहिँ अब यो तालिकालाई उसले यति बनाएर दिन्छ अब जाँच चाहिँ यो म्याजिक स्क्वायर हो अहिले तपाईलाई के गरेर दियो त भन्दा 9 5 यहाँ डब्लु दियो यु भी यहाँ 6 दियो यहाँ एक्स वाई जेड दियो यति नै दिया हो ल अनि यु भी डब्लु एक्स वाई जेड को मान निकाल्नुस् भन्छ ऐनाको प्रब्लम यही नै थियो यति त हो नि हो अब यो तपाईले के निकाल्नु पर्यो तालिका हेर्नी सबभन्दा सानो 1 देख्नुहुन्छ सबभन्दा ठुलो 9 देख्नुहुन्छ सम 15 आउँछ अनि 9 5 14 1 ले 15 डब्लु को मान कति त 1 डब्लु को मान 1 भएको कहाँ छ हेर्न थाल्यो अनि 6 5 11 4 ले 15 अनि थाहा हुँदैन अब यहाँ कन्फ्युजन छ भन्नुस् त फेरि एकचोटि हेर्नुस् है म फेरि पढाउन सिकाइदिन्छु तपाईहरुलाई अनि कसरी झुकिन्छ त्यो अंक राख्न नआउँदा हुँदैन नि त त्यसो हुन्छ भने यहाँ हेर्नुस् ल यहाँ यति गर्ने यो 3 × 3 को म्याजिक स्क्वायर भयो कसरी झुकिन्छ यहाँ बाहिर थप्ने यता बाहिर थप्ने यता ठ्याक्क बिचमा थप्ने यसरी थप्ने यहाँबाट राख्न थाल्ने 1 2 3 4 5 6 यसरी ठर्के राख्न आउँदैन 7 8 9 क्रमशः राख्ने तर सँगै नराख्ने यो एकलाई यता लाने यो 9 लाई यता ल्याउने यो 7 लाई यहाँ सँगै नराख्ने यहाँ लाने 3 लाई यहाँ ल्याउने यो मेट्ने केर्दिने हो मेट्दिने हो ल जोड्नुहोस् त अब यसलाई भन्छ म्याजिक स्क्वायर अब कन्फ्युजन कहाँ निस्क्छ भन्नु यसमा कन्फ्युजन छ अब म अंक दिन्छु तपाईले म्याजिक स्क्वायर बनाउनु सम पनि निकाल्ने बनाएर पनि हेर्नु या खैया उसले अंक लगातार आउनुपर्छ भन्ने पनि छैन जहाँ सुरु गर्ने हुने बेला ल गर्नुहोस् है इक्वल इन्टरभल चाहिँ इक्वल हुनुपर्छ जति अन्तर भयो नि हुन्छ ल यति अंक राखेर यी अंकलाई राखेर यी अंक राखेर तपाईले 3 × 3 को म्याजिक स्क्वायर बनाउँदा रो र कोलनको सम कति हुन्छ रो कोलनको सम कति हुन्छ हो अब तपाईले यो राम्रो गर्नु हो तपाईले एकदम राम्रो गर्नुभयो किनभने सबभन्दा सानो 20 सबभन्दा ठुलो 44 अपन 2 इन्टु 3 × 3 को भनेपछि इन्टु 3 यो गुणन जोड्दा 64 अपन 2 इन्टु 3 32 यहाँ 96 अब म्याजिक स्क्वायर बनाउँदै यहाँ राख्न थाल्यो अब यहाँ कति 20 20 23 26 29 32 35 38 41 44 अब यसलाई यो सँगै राख्ने हैन यतापट्टि अपोजिटतिर लाने यो 44 यता आयो यसलाई सँगै राख्ने हैन यता 38 यहाँ लाने यो 26 यता आयो
अब यो त मेट्दिने हुन्छ बाहिरका कोठाहरू चाहिँ केयर दिने हुन्छ त्यता मेट्न मिल्दैन तपाईँले यो क्रस गरेर काट्नु र सबै जोड्नुहोस् त 96 का 96 आइहाल्यो 96 96 96 लाइन 96 96 जतासुकै 96 आइन्छ यो लाइन 96 ल अनि अहिले हेर्नु आफै भइसक्यो हुन्छ हो अब तपाईँलाई यो तालिका सालिका उसले बनाउनु चाहिँ दिँदैन है झन् सजिलो हुन्छ कि जम्मा सम निकाल्न जाने सबै आइहाल्यो सम निकाल्न जाने यो 3टा जोड्दा 96 आउनु पर्यो अब कन्फ्युजन हुन्छ त अब कुनै कन्फ्युजन छ यसमा भने भन्नुहोस् 3मा अब साडा भएको सेम रुल हो सुरुता तालिका चाहिँ अलि फरक हुन्छ 4 को 3 को 5 को त्यो बिजोर हुनेमा चाहिँ यही तरिकाले आउँछ तालिका अब हामीलाई तालिका बनाउन दिँदैन सजिलो त छ फाइदा अर्को धेरै सजिलो तालिका उसले बनाउन नदिने भएपछि सम निकाल्न जाने त सबै जस्तो लजिक नै आउँछ अब म तपाईलाई 4 × 4 बाट गर्नुस् है सम निकाल्ने तपाईले सम निकाल्न जान्नु हो भने त अब केही बुझिरहनु पर्दैन आफै आउँछ ल 1 देखि 16 सम्मका सबै अङ्क राखेर 1 देखि 16 सम्मका सबै अङ्क राखेर 1 देखि 16 सम्मका सबै अङ्क राख्नुस् तपाईले 1 देखि 16 सम्मका सबै अङ्क राखेर 4 × 4 को म्याजिक स्क्वायर बनाउँदा 4 को म्याजिक स्क्वायर बनाउँदा रो र कोलनको सम कति हुन्छ आरसी को सम कति हुन्छ हो तपाईले अब चाहिँ 100% तपाईले दिनुहुन्छ तपाईले विदिन 10 सेकेन्ड पनि लाग्यो तपाईले फ्याक्ट्री निकाल्छ भने मैले सम निकाले त जोड्न जान्न आइहाल्छ के हो तपाईले चाहिँ अब चाहिँ मिस्टेक गर्नु नै हुने अब यहाँ हेर्नुहोस् है अब सुरुको 1 अन्तिम 16 अपन 2 × 4 × 4 को भनेपछि × 4 यति नै मेन चाहिँ यति जानिन्छ 17/2 × 4 17 × 34 अब यो तालिका त तपाईहरुलाई बनाउँदैन अब मैले चाडा भएको बनाइदिनु पर्छ चाडा भएको गरिदिनु पर्छ अब तालिका त बनाइदिनु परेन तालिका भर्न उसले जम्मा जोडेर तपाईलाई 34 पुर्याउने हो ल अब अर्को सम सम्बन्धित ट्रिक कहाँ पर्छ भन्नुहुन्छ कोही पर्छ कोही पर्दैन यो ल बनाउँछु भाइ नि तर यो सजिलो हुन्छ चाडा भएको चाहिँ यो 2टा बनाउने यो 34 हुन्छ हैन अब म एकछिन बनाइदिन्छु तपाईले छिटै बुझ्नुस् बुझिहाल्नुहुन्छ त्यसलाई ल यहाँ हेर्नुस् है यो साडा भएको चाहिँ बनाउनु चाहिँ यसरी तर जहाँ बनाउनु दिँदैन यो सिक्नै पर्दैन 2टा बनाउनुस् 1 2 3 4 1 2 3 4 4 × 4 बनायो दुईटा अब 1 देखि 16 क्रमशः राख्नुस् 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 पहिला नम्बरलाई यसरी राख्नु लगातार नम्बरलाई लगातार राख्ने यहाँ हेर्नुस् है दिएका नम्बरलाई लगातार राख्ने राख्यो यहाँ नम्बरलाई लगातार राख्ने राख्यो अब हेर यो डायगोनललाई चाहिँ यो अहिले मैले जुन रातो गरेर यो डायगोनल बनाएँ यो डायगोनलका नम्बरलाई चाहिँ अहिले नराख्नुस् पहिला यो पहिला तपाईले 1 देखि 16 सम्मका 1 2 3 4 5 6 7 8 लगातार ले अब यो नम्बरलाई यता लगेर भर्नु हेर्नुस् है यो डायगोनलका चाहिँ नराख्नु यो 2 3 यो 20 कालाई राख्नुस् ठ्याक्क 20 कालाई यो 5 9 त्यही ठाउँमा राख्नुस् यो 14 15 त्यही ठाउँमा राख्नुस् यो 8 र 12 त्यही ठाउँमा राख्नु
यो 20 त्यही ठाउँमा राख्ने, यो 20 त्यही ठाउँ, ठ्याक्क 20 चाहिँ त्यही ठाउँमा राख्ने राख्यो। अब यो जुन डायगोनल छ यसलाई चाहिँ उल्टाइदिने। यो 1 6 11 16 होइन माथिबाट थियो, त्यही हारमा चाहिँ त्यही हारमा होइन माथिबाट 1 पछि 6 11 16 थियो, यसलाई चाहिँ उल्टाइदिने। यो एकलाई चाहिँ यहाँ तल लेख्ने, अनि 6 लेख्ने, अनि 11 लेख्ने, अनि 16 लेख्ने, ठ्याक्क उल्टियो। यो पनि माथिबाट आएकोलाई तलबाट लेख्ने, 4 7 10 13 माथिबाट तलतिर छ, तलतिर माथि 4 7 10 13 सबै आयो। अब जोड्नुहोस् त, यो 34 34 34 34 ठाडोमा पनि 34, यता पनि 34, यो पनि 34, यो पनि 34, यो छड्केमा पनि 34, जता पनि 34 34 आयो। अब तपाईँलाई त यो अब यो तालिका बनाउनु दिने होइन, अनि यहाँ यु को मान कति हुन्छ, भी को मान कति हुन्छ, डब्लु को मान कति हुन्छ, एक्स को मान कति हुन्छ भनेर सुनिदियो। अब कन्फ्युजन कहाँनिर भन्नुहोस् त। अब यो त तपाईँलाई आउँछ। अब यसमा कन्फ्युजन छ, यो क्लियर। अब 4 भएको जति अन्तर भए पनि केही फरक परेन सबै। अब 5वटा भएको र 3टा भएको उस्तै हो, त्यसमा समस्या छैन। अब यो जस्तो पनि आउँछ, यो त्यहाँमाथि तालिका सालिकाले दिँदैन कि। अनि यहाँ डब्लु को मान भन्छ। अब तपाईँलाई यो डब्लु को मान भनेपछि त 13 3 ले 16 16 32 34 आउनलाई 2 चाहियो, अनि त सबै भर्न आइहाल्छ नि। सम निकाल्न जाने त सबै आउँछ, के गर्ने भयो। अब यो म्याजिक स्क्वायर सम्बन्धी तपाईँले जस्तो क्वेसन जसरी सोधे पनि तपाईँले मिलाइदिनुहुन्छ। अब रह्यो कुरा सम सम्बन्धी, स्क्वायरको सम, स्क्वायर र क्यू को सम, स्क्वायरको सम। यो 1 को स्क्वायर प्लस 2 को स्क्वायर प्लस 3 को स्क्वायर प्लस 4 को स्क्वायर प्लस 5 को स्क्वायर प्लस अप्रो 20 को स्क्वायर सम्म। वाह, 1 देखि 20 सम्मका सबै संख्याको वर्गहरूको हजुर यो हामीले यो म्याट्रिक्सहरू त्यसमै दिएको हुन्छ, यो सम निकाल्न जानेपछि मात्र भयो हैन सर? सक्यो। तपाईँलाई अहिले मैले सुरुमा बनाएर दिइदिएँ दुईटा। सुरुमा हामीले जसरी गर्यौँ नि, यहाँ तालिका दियो, यु भी डब्ल्यु एक्स वाइ दियो, उतापट्टि अप्सन दियो, त्यति आउने हो इक्जाम। अनि त्यो सम कति हुन्छ सोध्ने, त्यो दुई तरिकाले सोध्ने। अब त्यो जहाँ बनाएर त कसलाई देखाउनु छ र? तपाईँ त अप्सन छान्ने हो, अप्सन छान्दाखेरि तपाईँ त्यो त्यति बुझ्ने। अहिले चाहिँ तपाईँलाई कन्सेप्ट क्लियर होस् भनेर मैले त्यो के हो म्याजिक स्क्वायर भनेर मैले बताएँ, बुझ्नु पनि। तपाईँले चाहिँ मेन चाहिँ सम निकाल्न जानेर पछि त पुगिहाल्छ। तपाईँ 36 कसरी हुन्छ? तपाईँ मिस्टेक गर्नुभयो भने चाहिँ 36, सबैको 34 आउनु, तपाईँको 36 आउँछ त। अब यसो तपाईँलाई पहिला सूत्रमा म तपाईँलाई सूत्रमा लेखिदिन्छु यसको, तर सूत्र लेख्नुभन्दा ट्रिकमा जाने। यसले एउटा तरिका यसरी सोध्छ, एउटा यसरी सोध्छ, यो पनि त्यही हो कुरा त। कहिलेकाहीँ भाषामा यसरी सोध्छ, कुरा चाहिँ एउटै। सूत्रमा n इन्टु n प्लस 1 इन्टु 2n प्लस 1/6, यो समको फर्मुला निकाल्ने फर्मुला यो समको फर्मुला यो। सर हामीलाई चाहिँ यो नम्बर भनेर लेखाइदिनु भएको थियो, त्यही हो यो स्क्वायर सम भन्ने चाहिँ? हो, त्यो जस्तो स्क्वायर नम्बरको सम, क्यू नम्बरको सम, त्यही भएर यहाँ नम्बर लेखाइदिनु भएको थियो। हो। अनि सर अर्को कुरा, सरले अस्ति लेखाउँदाखेरि यो म्याथमा 4वटा अनि त्यसपछि यता म्याथबाट 4वटा भन्नुभएको थियो, आज 6वटा भन्नुभयो, अलिक क्लियर भइएन सर। हो, त्यो दुईटा चाहिँ ओभरल्याप छ कि, बुझ्नु भएन? कुन च्याप्टर सर? त्यो सबै च्याप्टरमा त्यो जुन ओभरल्याप भएर आउँछ कि, डाटा सफिसियन्सी, त्यो दुईटैबाट दुईटा क्वेसन चाहिँ ओभरल्याप हुन्छ। टोटलमा त 8वटै आउने हो। हो, टोटलमा 8वटै आउने हो। हजुर। अनि त्यो जुन डेट र क्यालेन्डर छैन, हजुर हो, त्यो यो म्याथ नि पर्छ, उता नि पर्छ, टाइम क्लक यता नि पर्छ, उता नि पर्छ, स्पिड ट्रेन यता नि पर्छ, उता नि पर्छ, दुईटै मिसम्याच छ कि त्यो। दुईटै मिसम्याचबाट आउँछ। अनि 8वटा क्वेसन आउँछ, अनि भइहाल्छ, 9वटा पनि आउँछ कहिले।
अब यो सूत्र चाहिँ यो यन भने 20 सम्म छ, 1 देखि 20 सम्मका यन 20 वटा भयो। यो चाहिँ सूत्र चाहिँ यो हो। अब यसलाई ट्रिकमा जाँदा चाहिँ सूत्र जाने भए चाहिँ यो यन बराबर 20 राख्ने, यहाँ 20 राख्ने, अनि 20 + 1 अनि 2 × 20 + 1 अपन 6 गर्ने भन्नुभयो नि। अनि यो 20 × 21 × 41 अपन 6 गर्ने। यसरी तपाईको यसले 7 त्यहाँ दुना 10 भनेपछि 7 8 2 यति हुँदो रहेछ। यसरी हो भने चाहिँ अब यसलाई एक्जाममा चाहिँ ट्रिकमा जाने। अनि सर यो त प्राकृतिक भएर 1 बाट सुरु भयो भने मात्रै लाग्ने फर्मुला होला नि है? हो, 1 बाट। अनि त्यो बिजडा आउने त म ट्रिक सिकाइहाल्छु। पहिला तपाईले यति बुझ्नु। त्यो बिजडा तपाईले यही ट्रिकलाई हिट गरेर जाने हो। बिजबाट आउँदा नेचुरल नम्बरकै हुन्छ कि फर्मुला यो। अब बिजबाट आउँदा चाहिँ हेर्नुस् है, सुन्नुस्। अब एक्जाममा चाहिँ यति गर्ने। एक्जाममा चाहिँ अब एक्जामको लागि ट्रिक हेर्नुस् है। यो एक्जामको लागि ट्रिक। यहाँ यो अन्तिम संख्या कति छ भन्नुस् त। यो 1 देखि सुरु भएकोमा छ। 1 देखि सुरु नभएको नि म सिकाउँछु। 1 देखि सुरु भएकोमा यो कति छ मान? 20। लास्ट अङ्कलाई हेर्नु 20। यसमा 1 थप्ने। यसमा 1 थप्दा कति हुन्छ? यो लास्ट नम्बर जति छ त्यसमा 1 थप्ने। 20 मा 1 थप्दा कति? सूत्रकै आउँछ कि अनि 21। अनि यो 20 र 21 जोड्दा कति हुन्छ भन्नुस् त? 20 र 21 जोड्दा कति हुन्छ? 41 अपन जहिले पनि सम यो स्क्वायरको सम भन्ने बित्तिकै सूत्रकै छ। एक्जाममा यति गर्ने कुरो छ। यो लास्ट अङ्क लेख्ने, त्यसमा 1 थप्ने। यो लास्ट अङ्क 20 लेख्यो, त्यसमा 1 थप्दा 21 भयो। यो 20 र 21 जोड्दा 41 भयो। अब 1 देखि 25 सम्म भनौँ भने 25 सम्मका भनौँ भने यो 25 लाई लेख्ने। 25 मा 1 जोड्दा 26। यो 25 सम्म लेख्यो, 25 मा 1 जोड्दा 26। 25 र 26 जोड्दा 51। यो 25 मा 1 जोड्दा 26, 25 र 26 जोड्दा 51 अपन छ। अब 100 सम्म भन्ला, 1 देखि 100 सम्म भन्ला 100 लेख्ने। 100 मा 1 जोड्दा 101। यो दुईटा जोड्दा 201 अपन छ। जतिवटा भए पनि त मतलबै भएन। यो 20 सम्म 1 थप्दा 21, यो दुईटा जोड्ने 41 अपन छ। जहिले पनि समको स्क्वायरको फर्मुला अपन 6 हुन्छ। अब बिचाडा आयो, सूत्र त छैन। अब बिचाडा आउँदा चाहिँ कसरी जाने? 10 देखि 20 का भन्दियो। अब तपाईलाई एक्जाममा चाहिँ 10 देखि 20 का भन्दियो। हेर्नुस् है, यहाँ 10 देखि 20 का भन्दियो। माथि चाहिँ 10 को स्क्वायर प्लस 11 को स्क्वायर प्लस 12 को स्क्वायर प्लस 13 को स्क्वायर प्लस अप टु 20 को स्क्वायर भन्नु। अब यसलाई लिनु, यही अहिलेका लागि यो लास्ट अङ्कलाई नै लिनु। 20 1 थप्दा 21, 20 र 21 जोड्दा 41 अपन छ। माइनस, अब हामीलाई 10 देखि आएको हुनाले हामीलाई कतिसम्म चाहिएन भन्नुहोस् त? 10 देखि सोधेको हुनाले कतिसम्मको हामीलाई चाहिएन? यो त 1 देखिकै आयो। हामीलाई 10 देखि सोधेको हुनाले 9 सम्मको चाहिँ चाहिएन। यहाँ 10 सोध्यो भने 9 सम्मको चाहिएन। यहाँ 15 देखि भनौँ भने 14 सम्मको चाहिएन। यहाँ 12 देखि भनौँ भने 11 सम्मको चाहिएन। जति देखि भन्छ त्योभन्दा ठिक अहिलेसम्म चाहियो। इन्टु 9, जसरी 20 को 21 भयो 9 को 10 हुन्छ। जसरी 20 र 21 ले 41 भयो 9 र 10 ले 19 हुन्छ। अपन 6 को 6 नै हो। 20 बाट सोध्यो भने चाहिँ यो ट्रिकमा जाने। होइन झन् त्यत्रो सूत्र लेखेँ, अब त 6 कसरी आयो भने n इन्टु n प्लस 1, यो 2n प्लस 1 अपन सूत्र 6। हेर यही छ आयो, यही छ आयो। जहिले पनि अपन यही हो। यो सूत्र किन कण्ठ पारेर यो लफडा गरेर बस्नु भनेर ट्रिकमा लग्यो। कुरो त यही नै हो। यो कुरा र यो कुरा फरक होइन फेरि। न त नयाँ कुरै आउँदैन नि, एउटै त आउनु परेन। यो र यो एउटै हो। अब तपाईँले सूत्र कण्ठ पारेर यो हुन्छ भन्नुभन्दा त स्क्वायर भन्ने बित्तिकै यहाँ 20 दिने, 1 थप्ने 21, 20 र 21 जोड्दा 41। यो चाहिँ म्याथै नपढ्याले सूत्र कण्ठ नपारेले जोड्न घटाउन आउँछ। स्क्वायरको सममा अपन 6 गर्ने, त्यति कुरा पनि। अब त यसलाई क्याल्कुलेसन गरेपछि सकिएको। जहिले पनि स्क्वायरमा अपन छ नै है।
अब यसलाई 7 यहाँ 21 3 दुना 6 2 ले यसलाई 10 पटक 2870 माइनस यसले 3 यहाँ 9 3 दुना 6 15 यो 19 इन्टु 15 285 यो घटाउनुस् आयो 2585 हो यदि हुन्छ अब क्यूको यो त स्क्वायरको हो अब यो स्क्वायरमा प्रब्लम छैन तपाईलाई के गर्ने स्क्वायरमा प्रब्लम छ त अब छैन अब क्यूमा चाहिँ कसरी सोध्छ त भनेपछि 1 देखि 1 को क्यू 2 को क्यू 3 को क्यू 4 को क्यू हुँदै हुँदै जान्छ 20 को क्यू सम्म वा 1 देखि 20 सम्मका सबै संख्याको क्यूबको सम कति हुन्छ क्यूबको सम कति हुन्छ भन्नु अब हामीलाई सूत्रबाट जाने भए n * n + 1/2 को होल स्क्वायर यो सूत्र हो n भनेको 20 अनि 20 + 1/2 को होल स्क्वायर हो यो भने 20 इन्टु यो भने 21/2 को होल स्क्वायर यसलाई 10 पटक 21.210 को होल स्क्वायर 44120 44120 आन्सर चाहिँ यो हो अब 44120 यति हो अब हामीले एक्जाममा चाहिँ के गर्छौं भने यो सूत्र लेखेर बस्दैनौं अब क्यूब आउने बित्तिकै चाहिँ यो चाहिँ यसरी भएको अब हामीले ट्रिक चाहिँ के गर्छौं भने यसैलाई लेख्छौं यो 20 लाई लेख्छौं अन्तिमलाई लेख्छौं 20 1 थप्दा 21 यी दुईटा बसी अपन 2 को होल स्क्वायर गरिदिन्छौं सिद्धि अनि यसले क्याल्कुलेसन गर्दा आइहाल्छ हुन त यही सूत्रकै हो कन्सेप्ट फेरि त भएन भने त आन्सरै आउँदैन तर हामीले सूत्र लेखेर कन्ट पार्नु परेन अब तपाईलाई अब यहाँ 15 देखि अरे यो 10 देखि 20 सम्मका भन्दियो भने चाहिँ अब यहाँ 11 12 13 14 गर्दै 20 अब यो 20 कै यसैलाई लिने हो यो 20 लाई नि लिने हो 20 * 21/2 को होल स्क्वायर माइनस अब 10 देखि भनेपछि हामीलाई कतिसम्म चाहिएन भन्नुस् त 10 देखि भनेपछि हामीलाई कतिसम्म चाहिएन 10 देखि भन्नु भनेपछि हामीलाई कतिसम्म चाहिएन 9 सम्म चाहिएन 9 * 10/2 को होल स्क्वायर 9 * 10/2 को होल स्क्वायर यसलाई 10 पटक यो 21 यो 210 को होल स्क्वायर माइनस यो 45 को होल स्क्वायर यो 21 को होल स्क्वायर भने 44100 यो 45 को स्क्वायर भने 2025 यो घटाउन कति हुन्छ ल अनि यो चाहिँ 10 देखि 20 सम्मका संख्याको क्यूबको सम हो अब कन्फ्युजन छ भने मलाई भन्नु पर्यो कुनै कन्फ्युजन छ तपाईलाई स्क्वायरको आयो कि क्यूबको आयो अब यो 10 देखि 20 को भन्नु 5 देखि 10 को भन्ला जतिसुकै भन्ला के मतलब हो सर एकचोटी ओड इभन स्क्वायर को भन्दिन न हजुर ओड इभन स्क्वायर को के ए गर्नु नै ल फर्मुला त्यही हो n * n + 1 2n + 1/6 अब यसलाई दुईटा टुक्रा पार्दिनु यो 6 लाई 2 यहाँ छ 2 n * n + 1 2n + 1/6 लाई 3 गर्दिनुस् इभन को आइहाल्यो अब कहाँ हेर्नु अनि 2n + 1 * 2n - 1 * n अपन 3 गर्दिनुस् अर्को आइहाल्यो सूत्रै कन्ठ पारेर गर्ने हुन्छ तर इभन र अडमा त सोध्दैन हेर्नुस् यो बिजारा सोध्छ म्याक्सिमम सोध्छ भने यही 6 लाई 2 भागलाई हेर्ने हो कि 2 यहाँ छ गर्दैछि ओड इभन को सोध्दैन सर सोध्दैन सोध्यो भने सूत्र लगाइदिनु सूत्र
यो 6 लाई नै खाली सूत्र त इभनकै सूत्र हो त्यसलाई हजुर। 2 लाई लगाइदिए नि 6 लाई 2 त्यहाँ गर्दै नि 2 माथि 3 तल गर्दिनु यो 6 लाई 2 त्यहाँ छ सक्यो एन भनेको त ल, लास्ट होइन सर त्यो सोध्दैन कि सोधे पनि छैन सोध्दैन सोध्दैन सोधो भने यो सूत्र लगाइदियो तर सूत्र त तपाईँको म्याथमेटिक्स गर्नु पर्यो भने आउने